लाछा डोरी बनाउनको लागि तपाईहरुलाई यति सामान भइ पुग्छ। फर्स्टमा हामी लाछा डोरीको 3 वटा स्ट्रान्ड बनाउँदै छु अनि मेजर गर्नको लागि चाहिँ म यो 2 वटा पर्फ्युमको बरल लिएर यसरी बेर्छु। मेरो धागो अलरेडी डबल गरेर डल्लो बनाएको भएर चाहिँ म यो बरललाई 8 चोटी राउन्ड गर्छु। इफ तपाईहरुको धागो सिंगल छ भए चाहिँ तपाईहरु 15 चोटी राउन्ड गर्नु होला। यो लाछा बनाउनलाई म 2 वटा चाहिँ ब्ल्याक स्ट्रान्ड गर्छु अनि एउटा चाहिँ पिंक कलरको स्ट्रान्ड गर्छु। आफ्नो चोइस अनुसार तपाईहरु तीनटै एउटै कलरको बनाउन पनि सक्नुहुन्छ या त तीनटै डिफरेन्ट कलर गर्न पनि सक्नुहुन्छ। तीनटै रेडी भइसकेपछि यसरी प्लेसमेन्ट गरेर चाहिँ हामी नट बनाउँछौं तीनवटै घासेर। नट भइसकेपछि तलको अलिकति ट्रिम गर्दिने यसरी मिलाएर। अनि पर्ल राख्नको लागि अब एउटा डोरी छुटाएर त्यसमा उन्ने। पर्ल राखेर यतिको भइसकेपछि मुनिपट्टि तपाईहरुले यसरी नट गर्नुपर्छ। मैले चाहिँ क्रोसे हुक लिएर यसरी नट गरेको छु। तपाईहरुले पेन युज गरेर पनि गर्न सक्नुहुन्छ या त हजुरहरुको घरमा जे अवेलेबल छ त्यसले गर्न सक्नुहुन्छ। यतिको भइसकेपछि चाहिँ अब हामी मुनिको पम्पम रेडी गर्ने। मैले धागो 20 चोटी राउन्ड गरेको थिएँ यसमा। तपाईहरुलाई अलिकति बाक्लो मन पर्छ भने त्यही अनुसारले अलिकति धेरै राउन्ड गर्नु होला। अब फेरि मुनिको अलिकति ट्रिम गरेर मिलाउने। अघि डोरीको मुनिपट्टि नट बनाएकोमा अब पम्पम गाँस्ने त्यसमा। यो एन्ड चाहिँ अहिले अलिकति रफ देख्छ। त्यसलाई क्लिन गर्नको लागि चाहिँ हामी डोरीले बानेर सेक्योर गर्छौं अनि त्यसको माथि चाहिँ पर्लको डिटेल एड गर्छौं। त्यसको लागि हामी छुट्टै अलिकति धागो काट्ने पहिला सुरुमा। त्यसमा आफूलाई कति पर्ल चाहिन्छ उन्ने अनि त्यसपछि त्यो जुन चाहिँ सेक्योर गरेको छौं हामीले त्यसमा फेरि पर्लको डिटेल्स घुमाएर जोइन गर्दिने। अब यो चाहिँ हाम्रो लास्ट पार्ट हो। पम्पमको एउटा स्ट्रान्ड लिएर त्यसमा पर्ल जोइन गर्ने अनि त्यसपछि त्यसको ठ्याक्क अपोजिट साइडको स्ट्रान्ड लिएर फेरि पर्ल एड गर्ने। यो सबै प्रोसेस बाँकीको 2 वटामा पनि गर्नु भएपछि चाहिँ यो लाछा डोरी इज रेडी। ओ माय गॉड कस्तो राम्रो देख्यो। इफ तपाईहरुलाई आजको मेरो भिडियो राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला एन्ड आई विल सी यु इन द नेक्स्ट वन। बाइ।